Hello and welcome to Best Vlogs। र आज पनि आइसकेँ म नयाँ भ्लग लिएर। र आज चाहिँ म बिहान उठेर आएको छु पानी थाप्नको लागि। र यता आन्टीहरू पनि पानी थाप्दै हुनुहुन्थ्यो। र पानी थापिसकेपछि मैले उसारे त्यो पानी आफ्नो रुमको तर्फ। अनि त्यसपछि लागे म बिक्रम दासँग दुध लिनको लागि, जुन चाहिँ हो बिरौटा, किनकि बिरौटामा मात्रै आउँछ दुध हाम्रो चाहिँ बागमाराबाट। र बिरौटामा दुध लिइसकेपछि हामीले देख्यौँ त्यहाँ बुवा समूहहरूले चाहिँ आज सरसफाइ कार्यक्रम गर्नु भएको रहेछ, किनकि बुवा नै हुनुहुन्थ्यो। र त्यसपछि हामी यो मौसममा राम्रो हिमालको सिन हेर्दै हेर्दै घर फर्किने विचार गर्दै थियौँ। त्यही बेला चाहिँ हामीलाई लेक साइडको याद आयो, किनकि अब न्यू इयर आउँदैछ र लेक साइडको माहौल हेर्दै हिँडेको एकदम सबै कुरा रेडी भइरहेको रहेछ। स्ट्रिट फेस्टिभलको लागि स्टलहरू सबै लागिसकेको थियो। त्यही मेलाको सजावट हेर्दै हेर्दै हामी लाग्यौँ बाराइघाटको तर्फ व्यापार गर्नको लागि पनि, किनकि बिहानदेखि बेलुकासम्म अब स्ट्रिट फेस्टिभलको बेला चाहिँ व्यापार गर्न पाइन्छ, नगरपालिकाले केही गर्दैन। दिउँसोको बेला चाहिँ खायौँ हामीले खाजा, जुन थियो त्यो ससेज अनि खुट्टाहरू। मलाई चाहिँ ससेज भने फेरि एकदम मनपर्ने, अनि खाइहालेँ मैले। त्यसपछि मैले बनाएँ आज पनि फेरि एउटा नयाँ ट्याटे त नभने पेन्टिङ। अनि व्यापार नभएको कारणले चाहिँ हामी फर्क्यौँ घरको तर्फ बाबा र म, किनकि सामान धेरै थियो र व्यापार पनि थिएन। अनि गयौँ हामीले नयाँ वर्षको नयाँ सामान लिनको लागि। र न्यु इयरको लागि सामान हालेर आइसकेपछि मैले हेरेँ खोलेर के रहेछ भनेर। र त्यो चाहिँ त्यो बटरफ्लाई सिङ पुतलीहरू के त्यो बत्ती बल्ने अनि हल्का त्यो प्या पुपु गर्ने खालको त्यो भाजा साजा सबै थियो। र त्यसपछि गयौँ हामी बेलुका घुम्नको लागि लेक साइडतिर, जहाँ चाहिँ गिटार बजाउने दाइहरू हरेक कुरा थियो। त्यहाँ स्ट्रिट फेस्टिभलको भिड पनि बेसरी लागिसकेको थियो र हामी चाहिँ यताउता त्यही भिडमा घुम्नको लागि हिँडिरहेका थियौँ, म विक्रम दादा सबैजना। र त्यहाँ मलाई एकदमै अचम्म लागेको चिज भनेको चाहिँ यो खरबुजामा जेन्जीको बारेमा लेखिरहेको थियो। त्यो चाहिँ एकदम खतरा थियो। हार्दिक समावेदना, जेन्जी आन्दोलनको सरकार न्याय भेटियोस् रे, खतरा थियो। त्यो चाहिँ एकदम मलाई खतरा लाग्यो यो चिज चाहिँ। र त्यसपछि हामीले 2-4 भिडियो बनाएर फोटोसोटो खिचेर घर गयौँ। र घर गएर आगो तापिसकेपछि यही सघायौँ आजको भ्लग। बाई बाई।